आज मलाई एकैछिन यो चुनाव चिन्ह र यो चुनाव चिन्हको विषयमा कुरा गर्नु मन लाग्यो। अनि यो दुईटा चुनाव चिन्हमा भिन्नता के छन् हजुरहरूले आफै बुझिसक्नु भइसक्यो होला। यो चुनाव चिन्हमा कुनै लक्ष्य, कुनै उद्देश्य, कुनै टुङ्गो नभएको र केही 8-10 जनालाई उद्धार गरेको भरमा सम्पूर्ण जनताले विश्वास गरेको छन् भने यो चुनाव चिन्हमा चाहिँ देशभक्त उद्देश्य लक्ष्यहरूको ताती लागेको छ। यति भन्दै गर्दाखेरि मलाई यो भिडियोमा विभिन्न थरीका कमेन्टहरू आलोचना आउन पनि सक्छ। हो, आफ्नो आलोचना आफ्ना मनमा लागेका कुरा राख्न पाइयो, यो स्वतन्त्रता हो। किन भन्दाखेरि यो जुन गणतन्त्र स्थापना गर्नुभएका गणतन्त्र पिताको देन हो भने हजुरहरूले आफ्नो खुल्ला कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ है त।